हेलो नमस्ते वेलकम टू माई यूट्यूब च्यानल। सम्पूर्ण मेरो यूट्यूब च्यानलमा रहनुहुने सब्सक्राइब मित्रहरूलाई एकदमै मनदेखि नै माया छ र मेरो यूट्यूब च्यानललाई सपोर्ट गरिदिनु होला। साथ सपोर्ट तपाईहरुको धेरै खाँचो छ मित्रहरू। मेरो चाहिँ नयाँ च्यानल हो, त्यही भएर सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। आज म दोहाको कर्निस भन्ने ठाउँमा घुम्न आएको थिएँ है, बेलुकाको टाइममा। यहाँ चाहिँ अत्यन्तै रमाइलो, हावापानी पनि एकदमै राम्रो, अनि यहाँको एकदम चिसो मौसम होइन। आजभोलि अब गर्मी सिजन छैन, त्यही भएर बाहिर चाहिँ एकदमै वेदर एकदम राम्रो छ। फुर्सद भएको बेलामा तपाईहरु नि कतारमा हुनुहुन्छ भने घुम्न आउनु होला भन्न चाहन्छु मित्रहरू। हेर्नुस् कति रमाइलो दृश्य छ, हेर्नुस्। अनि यतापट्टिको यो दोहाको पार्लियामेन्ट हो, संसद भवन। अनि मेरो बस्ने उतै हो, यसको पछाडिपट्टि। म कहिलेकाहीँ बिदा भएको बेलामा आउने गर्छु मित्रहरू यता। यो सिंगल पार गर्न निकै गाह्रो भयो, धेरै टाइम लाग्दो रहेछ साथीहरू होइन। रुल्स रेगुलेसन त फलो गर्न पर्यो, त्यत्तिकै फुत्त गयो भने फेरि फाइन हान्छ। यो नि एउटा सानो गार्डन हो कर्निसको। यहाँ चाहिँ संसद भवन पार्लियामेन्ट हो दोहाको। अनि यसरी त्यहाँ अगाडि भिडियो गर्न त मिल्दैन होइन। म चाहिँ त्यसको छेउछेउबाट हिँड्दै जाँदैछु कोठातिर। हेर्नुस् यहाँको दृश्यहरू। अनि यहाँ चाहिँ एक्सर्साइज गर्नको लागि बनाएको छ। धेरै मान्छेहरू यहाँ चाहिँ बेलुका बिहान फुर्सद भयो भने एक्सर्साइज गर्न आउँछन् मान्छेहरू होइन। यस्तै छ साथीहरू, यहाँको चाहिँ एकदमै गर्मीको टाइममा गाह्रो हुन्छ होइन। नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरी मार्चसम्म एकदमै 5-6 महिना लास्टै राम्रो हुन्छ। हेर्नुस् त साथीहरू, आमामा उट कति धेरै हो, पुरा उटै उट छ यहाँ। यहाँ उटहरू जम्मा गरेर राखेको छ, यो यहाँको टुरिस्टहरूलाई देखाउनलाई। ठुलो ठुलो उटहरू कति धेरै हो, 100वटा होला लगभग। हेर्नुहोस् यहाँ, हेर्नुहोस् कति धेरै हो, ठुलो ठुलो चाहिँ खुट्टा बाँधेर होइन, यसरी बाँधेर राखेको छ यो खुट्टा। यिनीहरूको मासु पनि खान्छ, दुध पनि पिउँछ, सबै गर्छ यहाँ। कति धेरै। यो यहाँको इरानी मार्केट भन्ने ठाउँ हो। यहाँ बेलुका भयो भने लास्टै भिड हुन्छ। हेर्नुहोस् यहाँ घोडामाथि बस्नु, सानो घोडा पनि छ, ठुलो पनि छ। देख्नुभयो, यो इरानी मार्केटको दृश्य हो। खुट्टा कति राम्रो बनाएको,
खुट्टा देख्नुभयो कति राम्रो खुट्टा बनाएको है। आइसक्रिम यो इरानी मार्केटको दृश्य हो। यहाँ चराहरू थुप्रै चिज पाउँछ। यहाँ धेरै पर्यटक मान्छेहरू धेरै आउँछ घुम्नलाई। हेर्नु हाम्रो गाउँतिर चराको कुल बनाउँछ त्यस्तो छैन। चिकन कति धेरै हो पट्टु। भाई ये क्या है? ये काटते ये आप सेल करते? ओ कितने का ये? 300 ये नेपाल लेके जा सकते? नहीं, वो पॉकेट में रख सकता है। नेपाल भी लेके जा सकता? ओ बहुत सुंदर है। यहाँ कति धेरै वन कुखुरा यसरी बेच्न राख्छ। आमामा कति धेरै कुखुरा है। यो एकदम यहाँको फेमस मार्केट हो। यो इरानी मार्केट भन्ने सुखवक भन्छ यहाँ दोहाको। यहाँ एकदमै बाहिरबाट हेर्दाखेरि एकदम पुरानो जस्तो देखिन्छ, तर भित्र चाहिँ बब्बालदेखि धेरै मान्छेहरू आउँछ यहाँ घुम्नलाई। कति हो कति यहाँ चाहिँ धेरै। भैया एक बार दिखाओ ना। कटेगा तो मेरा तो नहीं है। काटेगा वो समटाइम काटेगा, समटाइम नहीं काटेगा। ओ ऐसे पकड़ेगा तो काटेगा? वो मैं तुम लोग पकड़ेगा ऐसे करके। नहीं, मैं ऐसे रख दो। ये कितने का ये? 450 का है भाई। 450 यहाँ हेर्नु छेपारो। जस्तो बच्चाहरू कति धेरै चराहरू हैन, किसिम थरी थरीका चराहरू। अनि हाम्रो गाउँतिर सुगा भन्छ नि, धेरै प्रकारको सुगाहरू। यहाँ एकदमै रमाइलो दृश्य छ घुम्नलाई।